आज छोरीको बर्थडेमा यति धेरै रमाइलो होला भनेर सोचेको पनि थिइनँ। हेलो साथीहरू, स्वागत छ मेरो 60 दिन मिनी ब्लग च्यालेन्ज डे 14 मा। अब बर्थडेमा सबैभन्दा पहिले त हामी मन्दिर जान्छौँ पूजा गर्न। मन्दिरमा पूजा गरिसकेपछि साथीहरू हामी चाहिँ बर्थडेमा जे चाहिने हो सबै रासन ल्याउन जान्छौँ। अब साथीहरू मैले चाहिँ जहिले बर्थडे आउँदा सबै खानेकुरा घरमै बनाउँछु, किनभने साथीहरू अब सबै खानेकुराहरू आफूलाई बनाउन आइहाल्छ, त्यही भएर बाहिरदेखि किन किन्ने भनेर जहिले बर्थडे आउँछ म चाहिँ खानेकुराहरू सबै घरमै बनाउँछु। अब साथीहरू सबै रासन पानी ल्याइसके पछि हामी चाहिँ बर्थडेको लागि तयारी गर्न भनेर बेलुन फुल्न लाग्यो। र साथीहरू अरू उता बेलुन फुल्दै थिए अनि म चाहिँ यता चाउमिन उमाल्नु पर्छ भनेर चाउमिन उमाल्न लाग्यो। अब साथीहरू चाउमिन उमालिसकेपछि हामी चाहिँ दाउरा भाज्न लाग्यौँ। दाउरा चाहिँ किन भन्नुहुन्छ भने साथीहरू हामीले चाहिँ दाउरामा पुरी बनाउने वाला छौँ। अब जति मजा चुलोमा बनाएको पुरीमा हुन्छ त्यति मजा ग्यासमा हुँदैन, त्यही भएर चाहिँ हामीले दाउरा बालेर नै पुरी बनायौँ। पुरी चाहिँ साथीहरू हामी दुईजनाले मिलेर बनाएका थियौँ, किनभने हामीहरू होटलमा काम गर्छौँ नि त। अब काम गर्ने मान्छेलाई जता पनि कामकै। अब साथीहरू पुरी बनाइसकेपछि हामीले चाहिँ कटिङ गर्न लाग्यौँ, किनभने साथीहरू चाउमिन बनाउन बाँकी नै थियो नि त, त्यही भएर अब हामी चाहिँ कटिङ गर्न लाग्यौँ। र साथीहरू फुल भ्लग चाहिँ युट्युबमा छ, हेरिदिनु। अनि यो भ्लगमा लाइक कमेन्ट गर्न चाहिँ नबिर्सनु होला।